नमस्कार। सिंह राशिलाई आश्विन महिना शुभ कर्महरू के कस्ता छन्, ग्रह गोचरका युक्तिको कारणले गर्दा आर्थिक मजबुती र समृद्धि कस्तो बन्नेछ, दाजुभाइ परिवार बीचको माया प्रेम सद्भाव, नयाँ सवारी साधनका योग, परदेश गमनका योग, व्यापार व्यवसायका योग के छन्, आउनुहोस् म यो विषयवस्तुमा यहाँहरूलाई आद्योपान्त तपाईहरूको राशिमा व्याख्या गर्न गइराखेको छु। सूर्य र बुधबाट 12औं घरमा रहेको चन्द्रमा, शुक्र र केतु दर्शक खर्च स्थानमा गएको कारणले गर्दाखेरि सिंह राशिलाई महिनाको पूर्वार्धमा खर्चहरू बढ्न सक्ने छन्। महिनाको तेस्रो साताबाट सूर्य र शुक्रको युक्तिले लग्नमै रहँदाखेरि आर्थिक मजबुती भने राम्रो बन्ने अवस्था रहेको छ। मङ्गल र सूर्य लाभ स्थानमा जाँदाखेरि घर जग्गा जमिन, नयाँ सवारी साधनका योग बन्न सक्ने अवस्था पनि रहेको छ। मङ्गल पराक्रमको मालिक शुक्रका घरमा युक्ति भएर शुक्रका घरमा बसेको कारणले गर्दा दर्शक कहिलेकाहीँ द्वन्द्वात्मक परिस्थितिहरू रहन सक्नेछन्। न्याय क्षेत्रबाट पनि उचित न्यायको अपेक्षा गर्नुपर्ने अवस्था पनि रहेको छ। कृषि क्षेत्रमा राम्रो साथ सफलता प्राप्त हुने अवस्था रहेको छ। विदेश योग बन्न सक्ने अवस्था देखिन्छ। पारिवारिक शान्ति समृद्धिका पक्षहरू भने नबन्ला भन्न सकिँदैन। घर परिवार बीचको प्रेम र सद्भावमा केही द्वन्द्वात्मक परिस्थिति शुक्र 12औं घरमा रहन सक्ने अवस्था रहेको छ। सिंह राशिवाला व्यक्तिहरूको लागि दाजुभाइ परिवार बीचको प्रेम र सद्भाव बढ्न सक्नेछन्। दाम्पत्य पारिवारिक जीवनमा सुख शान्ति रहनेछ। विदेशमा रहँदा आर्थिक मजबुतीका पाटा तेस्रो साताबाट रहनेछन्। शुभ धार्मिक कार्यमा भने तपाईँको यो महिना सरिक हुन सक्नेछ। राजनीतिक क्षेत्रमा मध्यम देखिएको छ। आयका मार्गहरू बन्न सक्नेछन्। बैंक वित्तीय संस्थाबाट भने यहाँको लागि जागिरका अफरहरू पनि नबन्ला भन्न सकिँदैन। यो महिना रातो, सेतो, पहेँलो, आकाशे रङ यहाँले प्रयोग गर्न सक्नुहुन्छ। अत्यन्तै कालो र हरियो वस्त्र भने यहाँले धारण गर्न त्यति उचित देखिएको छैन। 1 अङ्क र 3 अङ्कलाई शुभ अङ्कको रूपमा मानिएको छ। अनि दर्शकहरू केही नयाँ घर जग्गा जमिनका योग पनि बन्न सक्ने योग देखा परेको छ भन्दै म बिदा हुन्छु। जय होस्, नमस्कार। सत्य, तथ्य, यथार्थ र प्रामाणिक गणनाको ज्योतिषीय परामर्श सेवाको मेरो नेपाल एप आउनुहोस्। यसमा के छन् त? के तपाईँ सामान्य सबैलाई मिल्ने खालको राशिफल वा ज्योतिषीय जानकारीबाट दिक्क हुनुहुन्छ? के तपाईँ एउटा यस्तो एप चाहनुहुन्छ जसले तपाईँको व्यक्तिगत जीवन र संस्कृतिसँग जोडिएको सटिक मार्गदर्शन दियोस्? के हुन्छ यदि एउटा एपले तपाईँलाई आफ्नो कुण्डली अनुसार प्रश्न सोध्ने र उत्तर पाउने सुविधा, तपाईँ बसेकै ठाउँ अनुसार सही तिथिमिति र चाडपर्वको जानकारी र तपाईँको ग्रह दशा अनुसारको दैनिक राशिफल एकै ठाउँबाट दिन सक्छ मेरो नेपाल एपले। दर्शक, आजको व्यस्त जीवनमा हामी सबैलाई मार्गदर्शन र आफ्नो संस्कृतिसँग जोडिराख्ने माध्यम चाहिन्छ। चाहे तपाईँ आफ्नो भविष्य र वर्तमानबारे ज्योतिषीय अन्तर्दृष्टि खोज्दै हुनुहुन्छ वा आफ्नो दैनिक कार्यहरू ग्रह नक्षत्र अनुसार योजना बनाउन चाहनुहुन्छ वा विदेशमा बसेर पनि आफ्नो चाडपर्व सही समयमा मनाउन चाहनुहुन्छ। सही र व्यक्तिगत जानकारी पाउन गाह्रो हुन सक्छ। गलत वा सामान्य जानकारीले दुविधा बनाउन सक्दछ। तर अब एउटा राम्रो तरिका छ। ज्योतिषीय गणनाको शुद्धता र तपाईँले अरू कतै नभेटेको विशेष सुविधाले भरिएको क्रान्तिकारी नयाँ एपको लागि तयार हुनुहोस्। मेरो नेपाल यो एप तपाईँ हामी समक्ष गुगल स्टोरबाट आउँदैछ। तसर्थ इमान्दार बनौँ। अहिले उपलब्ध धेरै ज्योतिषीय एपहरूले तपाईँको व्यक्तिगत ग्रहदशा, महादशा, अन्तर्दशा, लग्न वा जन्म नक्षत्रलाई ध्यानमा राखेर दैनिक राशिफल दिँदैनन्। दर्शकहरू, विदेशमा बस्नेहरूको लागि आफ्नो ठाउँ अनुसार सही तिथिमिति र चाडपर्वको समय पत्ता लगाउन झनै गाह्रो भएको अवस्था रहेको छ। सामान्य पात्रोले तपाईँको स्थानीय समयअनुसार गणना गर्दैनन्। दर्शक, जसले गर्दा सम्पूर्ण महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक कार्यहरू गलत वा समयमा हुन सक्दछन्। गलत कर्महरू गलत तरिकाले हामीले गरिराखेका हुन सक्छौँ। आउनुहोस्,
यसबाहेक तपाईले कतिपटक आफ्नो कुण्डली हेरेर मनमा लागेको कुनै खास प्रश्नको उत्तर तुरुन्तै पाए हुन्थ्यो भन्ने सोच्नु भएको छ, वा आफ्नो अहिले चलिराखेको ग्रहदशा अनुसार के गर्दा ठिक होला भनेर जान्न चाहनु भएको छ। असम्बित एपले अर्थात् मेरो नेपाल एपले यस्तो व्यक्तिगत र अन्तर्क्रियात्मक सुविधा दिँदैछ। तपाईँ कि त ज्योतिषी कहाँ धाउनुपर्छ कि त अधुरो जानकारीमै चित्त बुझाउनु पर्ने हुन्छ। प्रस्तुत गर्दै मेरो नेपाल एप तपाईको जीवनमा ज्योतिषीय स्पष्टता र सांस्कृतिक सम्बन्ध ल्याउन डिजाइन गरेको क्रान्तिकारी नयाँ एप मेरो नेपाल दुई मुख्य सिद्धान्तहरूमा निर्मित छ। परम्परागत ज्योतिषीय गणनाको सम्झौताविहीन शुद्धता र तपाईको एक कतै नपाउने विशेष सुविधाहरू रहेका छन्। हामीले यसलाई सावधानीपूर्वक इन्जिनियरिङ गरेका छौँ ताकि तपाईले विश्वास गर्न सक्ने ज्योतिषीय मार्गदर्शन प्रदान गर्न सकियोस्। हरेक पटक तपाईलाई मोबाइल एपमा कहिल्यै नदेखेका क्षमताहरूसँग सशक्त बनाउँदै र यो दर्शकहरू विशेष रूपमा गुगल प्ले स्टोरमा यहाँहरूले पाउनुहुनेछ। सामान्य राशिफलबाट हुने निराशा याद छ? मेरो नेपाल एपले तपाईको महादशा, अन्तर्दशा, लग्न वा नक्षत्र अनुसारको व्यक्तिगत राशिफल दिन्छ। आउनुहोस्, देशमा होस् या विदेशमा होस्, तिथि मिति नपाउने समस्यामा तपाईँ ग्रसित हुनुहुन्छ, तर मेरो नेपाल एपले तपाईलाई संसारको जुनसुकै कुनामा भए तापनि तपाईको स्थान अनुसार गणना गरिएको पात्र दिन्छ। आफ्नो कुण्डलीबारे प्रश्न सोध्न मन लागेको सुविधा दिन्छ।